हजुर हेलो गाइज आज चाहिँ हामी बागदर निक्लिँदैछौँ है साथीहरूसँग हेलो म त सभापति ल सभापति होइन सब रेडी छ सबै भकाएको छ क्या आजको लागि यहाँ चाहिँ अब ट्राभलको लागि यति हो हामी अगाडि भेट्छौँ है त हेलो वान कति मार्क्स लगाउँछ हो धेरै एनोनिमस हुनु पर्दैन हेलो हेलो हजुरको नाम के अरे म सन्तोष गैरे भन्ने मान्छे हो हामी चाहिँ आज शिवपुरीमा जाँदैछौँ बाबाकोमा रमाइलो छ टिम छौँ सरसँग सँगै छौँ हामी पछाडि कसरी घुमाउने घुमाने होइन फ्रन्ट फेसिङ यसरी रेकर्ड भइरहेको रहेछ कहाँ रेकर्ड गरे होइन त्यो त गरेको छैन कन्फ्युज गरेको थियो नि के कन्फ्युज गरे सिएचको हामी कुरा गर्दै इसी काउन्सिल ह्याक भएको हामी कुरा त्यो त पाइयो त्यो त कुरा गर्न पाइयो ल ऊ गफमै बिर्सिरहे जानी हाम्रो जेन्जी सर सभापति ल अब हामी चाहिँ सुन्दरी जलबाट अगाडि लाग्यौँ यो चोकबाट सुन्दरी जलतर्फ अगाडि लाग्यौँ यहीँ त रहेछ नि त केटाहरू यहाँ त हामी अगाडि लाग्यो भने त यहीँ रोक्नु पर्ला जस्तो ए हो ल ल ए अब हाम्रो यहाँ सपिङ हुँदैछ ल सपिङ हुँदैछ ल यहाँ हामीले यो पसलमा सपिङ गर्दैछ ब्रेडहरू ए ओके छ जो 5 केजी अनि अरू के हो अब हाम्रो यो अवदीप स्टोर एन्ड होलसेल पसलमा चाहिँ हाम्रो सपिङ सकियो आजको हाम्रो राइडर चाहिँ हाम्रो भाइ आकाश है त आकाश भाइ राइडर है ए आकाश भाइले मस्त चलाउनु भएको छ आज कुखुराहरू चाहिँ तन्नै लिन्छ यार त्यतिर हाम्रो गाडी पनि अगाडि छ जान सकिने क्या हो भाइले भाइ डराए जस्तो छ ए गाडी तान्ने क्या हो यार एकछिन रोक्नु पर्ला छ भाइ भएन अनि एकछिन रोक्नु पऱ्यो हेर्नु पऱ्यो अलिक तान्नु जस्तो कि उसले अलि एङ्गल मिल्नु सकेन चिप्लो हो क्या यहाँनिर अलि होइन यसो कुरो अलि माथि जाउँ क्या हामी यहाँ रोक्नु हुँदैन उसलाई यहाँ अहिले आउनु अन्डरटेकरले ठेलिहाल्छ नि हाम्रो अन्डरटेकरले ठेलिहाल्छ नि ए रोक रोक यो दृश्य खिच्नु पर्छ क्या रोक न यो यिनीहरूले ठेला दृश्य खिच्नु पर्छ क्या यार ल गेटबाट भित्र लागेको छ हामीले बाँदर पनि देख्यौँ यहाँ बाँदर खाने रहेछ यतापट्टि ए बाँदरको ल बच्चालाई कति माया गरेको बिचरा ल बाँदरहरू खानेकुरो खोज्दैछन् बाटो राम्रो रहेछ जङ्गलभित्रको बाटो एकदमै राम्रो छ नसोचेकै राम्रो रहेछ होइन त बाटो ल यहाँनिर छ बाँदर एउटा है जय हनुमान ज्ञान कुन सागर ल हाम्रो साथीहरू पनि हामीलाई रोकिरहेको रहेछन् हामीलाई कुरिरहेको रहेछन् उनीहरूले यहाँ आएपछि चाहिँ बल्ल अब गाउँतिर आइएको छ होटलहरू पनि स्टार्ट भएको छ माथि टाढोमा अब हामी लेफ्टपट्टि लाग्यौँ अब चाहिँ कति रोड सुरु भएको छ है ल यहाँ चाहिँ अब अलिकता होइन त्यो गाडीलाई त्यसलाई बाटो दिनलाई ठिक छ धेरै कोचाकोमा नगर ए बहुत मजा ठाउँ रहेछ ल यो बागमती नदी के उद्गम स्थल होला त यो भने यो बागमती के उद्गम स्थल हो जस्तो लाग्छ होइन जस्तो लाग्छ ठ्याक्कै थाहा भएन शान्ति नदी चाहिँ आइरहेको छ सानो घोर छ त जङ्गल है
ल हेर्नु त कति सफा छ बागमती नदी यहाँबाट यस्तो सफा नदी उहाँ पुगेपछि पारिपट्टि पनि लाली गुराँस फुलिरहेको छ बरु ए ल यहाँ सर देखियो ल सर पनि यहाँ हाम्रो रोक्नु भइरहेछ गाडी पनि हाम्रो यहाँ आइपुगेछ ल अब हामीलाई कुरेर बस्नु भएको जस्तो लाग्यो ल अब हामी अगाडि जान्छौँ ल हाम्रो दिदीबहिनीहरू पनि आइरहनु भएको छ यहाँ नास्ता गर्नलाई होला के हो यो त रोजरले खन्दिरहेको जस्तो त ओर्नु म ओर्नु है फेरि ओर्ने है त ठाउँले के भइरहेछ यार ए पानी परिरहेछ क्या यार पानी पर्न थाल्यो त पानी पर्न थाल्यो त यार ए यहाँ त के हो त नि यहाँ त मस्त बाटो पो बन्दै रहेछ त यार सर अब हामी यहाँबाट कति माथि जान्छौँ गाडीमा चाहिँ हामी गाडीमा धेरै छैन आधा घन्टा पुग्छौँ ए हजुर चिया खाने ठाउँ त आउन कसै रमाइलो छ यसलाई चाहिँ अब पज गर्नु पऱ्यो यहाँ हाम्रो निर्माण क्रममा एकछिन बाटो अवरुद्ध थियो बाटो खुलिछ हाम्रो शीतलजी चाहिँ मस्त हुनुहुन्छ मक्कलमा छ ल हेर त कति दामी देखियो अहिले त है आहा ल यहाँबाट चाहिँ भ्यू दामी देखियो है ल कमलागिरीको डाँडो पनि देखियो क्या जस्तो लाग्यो मलाई अब अलिअलि कुहिरो भएर खासै क्लियर चाहिँ भएन अहिले चाहिँ गाउँ रहेछ हाम्रो चिया खाने ठाउँमा आइपुग्यो आज हामी भोगटेको रुख पुग्यो है ओ यार हेर न यो चौर है ल ल ल ल अब हामी एकछिन यहाँ रोक्यौँ ल यो त हेलिकप्टर चाहिँ ल्यान्ड गर्नलाई हुने खालको ठाउँ रहेछ नि त पानी त यहाँ त के अब जङ्गलबाट आउने पानी हो है नगद धाराहरू त कतिसम्म छ के साध्य यहाँ पानीको स्रोत त अथाह छ अरूतिर पानी क्लजमा राख्नु ए क्लज तान्नु हुँदैन क्लज तान्नु ब्रेकले नि गेटले नि त ब्रेकको काम गर्छ नि त यहाँ पुगेर जस्तो समय ल चिया खाने ठाउँमा आइपुग्यो हामी ल तिमीले दुध बोकेर लिएर होइन जाऊ चिया पकाउनु त के भन्छ धेरै टाइम नै दिँदैन हाम्रो ब्लगर सभापति ब्लगर धेरै पोस्टर ग्राफ गरेर बसिराख्नु भएको छ उहाँ उसको नाम मलाई ठ्याक्कै याद चाहिँ आएन तर अन्डरटेकर भनिरहेको थियो होइन या रमाइलो लाग्यो आउनुहुन्थ्यो मलाई कहाँ बिहान मान्छेको चिया ल्याऊ बाँडा चिया उता चिया केही छैन काइन्ड अफ सेवै हो बोल्नु यो हाम्रो बिस्कुट चियामा चुप्ने यसरी डिप गर्ने होइन हिँड्ने बेला ल अब हाम्रो राजन भाइ
हाम्रो आजको चाहिँ मेन ड्राइभर है उसले चाहिँ हामीलाई आज मजाले ल्याइरहेछ हामीले चिया ए अन्डरटेकर के गरे त्यो प्याकेटै सिद्धाइदिने आज बाहिरको जङ्क फुड पनि खाइदिनु केही छैन यो एउटा त्यो चाहिँ पनि सब साफ गरेको त भाइ ऊ केक खानु बाहिर गयो केक छ नि एउटा केक मात्र कति छैन नि कसैले हो अर्को नि त थपिँदै रहेछ म खुल्नु नहुनु अब अर्को कसले थप्छ चिया चिया खाने अलिकति चिरिप्पै के नि थाउदिउँ ल सर पानी पियो नि त अब यहाँ हाम्रो साथीहरूलाई फेरि कुकुरको टेन्सन छ यार कुकुर छोटे रे बाबु चाहिँ हो सर हो इन्ग्रिडियन्ट नि ब्लर गरे रहेछ यो मिठो छ है यो कुकी पनि यो मजा छ त्यसलाई चुङ्ग्या जस्तो भयो हामीले त्यसलाई पनि अलिकति दिनुपर्छ बिस्कुटहरू त्यसको लागि सर हुनु कला चाहिन्छ ट्याक्क हाल्छ यो पनि चिनी के अरे टेस्ट गरिदिउँ नि त यो कुकी तारिफ सुने बुलेट त बाबाकोमै जान्छ कि क्या हो सुमन खाऊ यो धेरै माटो छैन भने त बाइक त चल्छ नि म त माथि भोकै चढ्नु गाह्रो छ है खानुपर्छ है लास्ट बाइक खानु ल होइन लास्ट राख्दिने कि बाइक लिएर जङ्गल भित्र खाइदिउँ क्या खाइदिउँ समाउनु यार नगर तिमी नजाउनु पर्दैन क्या हामीसँग अर्को छ त चक्लेटमा खाने हो ल यो त के हो लाली गुराँसकै बोट हो क्या यो त है त्यस्तै लाग्यो मलाई यो त लाली गुराँसकै बोट रहेछ त यार तपाईँ चाहिँ हाम्रो लाली गुराँस चाहिँ एकदमै अब्सेसन छ क्या मलाई कस्तो राम्रो लाग्छ क्या मलाई हो नि यो के हो यार यो हेर त यहाँ छोकडा जस्तो के हो यो होइन नि यहाँ त ठिकै छ वाट इज दिस म्यान यस्तो हुन्छ बोट के हो यो होइन यो त छोकडा जस्तो क्या हेर न देख्दै छोकडा चाहिँ होइन के हो यस्तो यो अचम्म बोट देखियो त एउटा ओए राते कति नाम राख्ने आउस राति चाहिँ कसरी अलिअलि रात नि त्यो त पोइन्ट छ क्या अरे त्यो त ए ऱ्यान्डमली राख्दा ऱ्यान्डमली जे चाहिँ भनिदिनु भयो नि अब होइन पाइयो दाइ पाइयो यो सकाउ अलिअलि बल गर केटा यो नरिसाउ क्या मैले त दुइटा खाइसकेँ सर दुईवटा भनेर कहाँ हुन्छ सामान आधा आधा गरेर सकाउ यो मिलेर तोड्नु न तपाईँ अरूले खाइहाल्छ नि तोड्नु मात्रै के अलिअलि तोडालो तोड्नु एउटा सामान आधा आधा खानुपर्छ क्या होइन म खाऊ खाऊ अन्डरटेकरले एउटा खान्छ तिमी एउटा खाऊ न होइन म शाकाहारी हो नखाऊ हावाको नर अहिलेसम्म खाऊ तिमी भेजिटेरियन हो क्या त्यसै पसलमै छोडिदिउँ एकवाला भेज हो क्या तिम्रो नचाहिने कुरो नर न खादिनँ केही पनि चिया खाएको ठाउँबाट माथि लागेपछि हामी पछि बाटो हुँदै हुँदै अगाडि बढ्यौँ यहाँ चाहिँ हामीलाई एउटा चरोले कुरिरहेको थियो अहिले हामी रोकेको देखेर त्यो पनि त्यो सानो ठाउँमा गएर बसिरहेछ गीत गाउँदै त्यसले हामीलाई स्वागत चाहिँ गरिरहेको थियो हेलमेट के हो हेलमेट है हेलमेट के हो हेलमेट होइन बोक्नु ल ल ल अब हामी चाहिँ यो झन्डा पार्कमा आइपुग्यौँ
झन्डा पार्कमा आएर हाम्रो सरले भिडियो खिच्दै हुनुहुन्छ। आज हाम्रो बुलेटले पनि अलिअलि तान्न नसके जस्तो भयो फिल यो उकालोमा आइसकेपछि चाहिँ। बाटो एक दुई ठाउँमा चाहिँ अलिक डर लाग्यो, यहाँ बाइकले नतानेर ओर्लिने हिँड्ने त्यस्तो क्रम चाहिँ धेरै नै भइरहेछ। निकान्त भाइ पनि छ नि त्यहाँ। के चाहियो सर? त्यसले खिच्नु नि त यसो भिडियो खिच्नु। म खिच्दैछु सर, खिच्दैछु। मजा आइरहेछ त। निकान्त भाइ पनि त छ नि त्यहाँ। यस दुईजना चाहिँ हिँड्दै आउनु पर्ने हो कि फेरि एकचोटि ओर्दोर गरेर? पल्सर त के हो यार, डरो दौडिन्छ। ए पल्सर होइन, त्यो अर्को बाइक हो के चाहिँ। अनि यसले त तानेन है, यसले खासै तान्दैन नि। सबैलाई लिएर आउनुपर्छ जस्तो छ। झन्डा चाहिँ छैन, यो त पोल पो रहेछ त। के हो सर यो? झन्डा त धुन दिएको छ। ए हो र? भएपछि लगाउने। अनि वासिङ के अरे पाउडर त भर्खरै हामीले ल्याउँदैछौँ सर आज होइन। गइरहेको त खतरा आएन। खै हेरौँ त। त्यही त यता जोड्ने ठाउँै देख्दिनँ म, यताबाट देखिरहेछ भनेर। निकान्तलाई चाहिँ अघि धेरै खाजा खुवाउँदा धेरै कुरा खुवाउनुको रिजन चाहिँ त्यही हो कि। अनि सबै आलुदेखि लिएर सबै कुरा दुधहरू सबै हाल्यो कि उसले होइन। भोक लाग्यो भने यही जङ्गलमै बसेर खान्छु भनेर, भोक लाग्यो भने राम्रो कुरा चाहिँ मेरो ब्यागमा छ मै खान्छु भनेर जोसमा। अनि उसलाई चाहिँ डबल डोज नै दिएको हो नि त, कुकीसुकी यताउता। अनि साथीले त यो कता छ यो डाँडाबाट त हराएकै मान्छे त उता माथि चढेछ तलबाट। 10 किलो हो नि त आलु, 5 किलो हामीले बोकेर आएको भनेपछि 5 किलो त त्यही छ। 10-12 केजी त उसले नै धानिरहेछ। त्यसैको आडमा हिँडेको। तर साथीले के सोचेको थाहा छ? मिठो कुरा सबै यहाँ छ भनेपछि उसँग आलु मात्रै छ कि फेरि। होइन मैले बिस्कुट नै दिए हो, उकालो चढ्ने बेला बोकुल एउटा बाँडा भनेर। त्यस्तो चाहिँ बाटो छोडेर त्यसरी भाग्न चाहिँ पाइँदैन। बक्स ट्र्याक गरेको केक पनि छ दुईटा उसँग। केकले पेलिदिन्छ भनेर के हो? सुवासलाई नि सर्टकट भनेर निकाल्न दिएर छैन फेरि उसले। अब झन्डा भएको ठाउँमा आइयो। तर झन्डा चाहिँ यहाँ अब धुनलाई दिएको रहेछ, सुकेपछि लाउने भन्ने कुरा सुनियो होइन। होइन सुकाउन त सुकाएको होइन नि कुरो हेर्नु त। ए सुकाएको रहेछ, तर अलि लगाउनु पऱ्यो नि त। सुकाएको ठाउँ चाहिँ अलि मैले क्याप्चर गर्न सक्दिनँ अहिले, टाढा छ। अहिलेको लागि चाहिँ अब त्यसरी खतरा प्र्याङ्क हान्नु सर तपाईँलाई हो। माइकै छैन रहेछ त्यो, माइक खोल्टीमा माइक यसको इनबिल्ड छैन। इनबिल्ड छ तर अहिले त्यो अर्को माइक एक्सटर्नल माइकसँग कनेक्टेड छ। ए अनि साङ्केतिक समाचारमा गयो। कता घुम्ने अरे अहिले? ए उता घुमाइदियो उसले त मलाई त। ए उता पुग्छ भन्ने लाग्यो खिच्दा खिचेर अब यिनीहरूको एक्सपिरियन्स कहाँ पुग्यो त? अन्डरटेकर ल घुमेर चाहिँ अन्डरटेकर कहाँ पुग्यो त? मैले त्यहाँसम्म आउँदा ट्वाङ बनाइदिएको त उता माथि बाटोमा छिरेछ। कहाँ गयो नि बाँदरै चक्छ भन्दै जस्तो। बाँदरलाई चक्सा भनेर आउने हो त खडा मान्छे। उडी भने पानी पलाइदिने यस्तो मजाको देखिन्छ। माथि अलि पनि सही देखिरहेछ त। अनि तपाईँ त अनि खानेकुराहरू सबै राम्रो राम्रो राखेर हिँडेको अरे नि त ब्यागमा। उतै हरायो भने खान्छु भनेर। अब त खानु पर्यो नि त। अब त माथि जाम न, अझै त हिँड्ने ठाउँ आएको छैन नि। हो र दाइ, के भन्नु भा? त्यही भएर त भनिरहेको छु चाँडै जाम सुरु गर। जाम सर जाम। ल ल ल हिँड्ने ल जाउँ। हामी यहाँ नबसिकन हिँड्नु पर्थ्यो कि? त्यही नबसिकन हिँड्नु पर्थ्यो। हामी पनि त्यस्तो मान्छे नि त। धेरै माथि पनि छैन, 5 मिनेट हो फेरि ठ्याक्कै ल हाम्रो ओएससीपी प्लस यस्तो हुन्छ। ल खिचेमा यो पोस्ट अब चाहिँ हाम्रो हाइकिङ सुरु भयो। राम्रो बाटो हो। नेचरको फुल अन मजामा लामो लामो श्वास फेर्दै हाम्रो सुभाष दाई चलिदिनु भएको छ। एउटा मलाई देऊ प्यार निकाल। तिमीलाई नै निकाल्दै। ओके अब यहाँ हाइकिङ स्टिक चाहिएको छ। सबैजना टाकटुक गरेर हिँड्नु पऱ्यो है।
लागेन टेन्सन नलिनु जाम है जाम हेरम लामो लौरी रहेछ एउटा राम्रो उठ्यो ल अब चाहिँ हामी हाइकिङको लागि हिँडे 2 मिनट भयो 2 मिनटमा स्याहार फुफु भइसक्यो है हिँड्नुपर्छ ल सबैजना आउँदैन हुन्छ सुरुमा हाम्रो एससिपी सर हुनुहुन्छ त्यसपछि हाम्रो निकानजी हुनुहुन्छ अन्डरटेकर वानजी हुनुहुन्छ एनोनिमस त्यसपछि हाम्रो ट्रेकिङ गाइड हाइकिङ गाइड सुभाष दाइ हुनुहुन्छ अन्डरटेकरलाई पहिले या अलरेडी भइसक्यो सबनेटिङ पढाउनु भाइ सबनेटिङ गुरु अब हामी अर्को नेटवर्कमा जाँदैछौँ ओके नेटवर्क नलाग्ने नेटवर्क बनाउन होइन भयो दाइ अहिलेसम्म 6-7 होला त्यस्तै 6-7 इयर्स भइसक्यो ओके दाइ यो जुन चाहिँ डेभसेकअप्स भन्छौँ नि हामीले यो यिनीहरूमा खास डिफ्रेन्सिएट चाहिँ के हुन्छ डिफ्रेन्स के हुन्छ भन्दाखेरि हजुर डेभअप्स भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि मल्टिपल डेभलपरहरूलाई काम गर्दाखेरि हजुर कसरी चाहिँ कोलाबोरेसन गर्ने इजी हुन्छ क्या हजुर त्यो सबै मेन्टेन गरिदिने काम चाहिँ डेभअप्सको हो क्या त्यस्तो कोलाबोरेसनले के आउँछ भन्दाखेरि जस्तो अब एउटै फिचरमा मल्टिपलले काम गर्छ भनिसकेपछि त्यसको गिट भर्जनिङहरू मिलाउनु पऱ्यो हजुर ब्रान्चहरूको स्ट्रक्चरहरू त्यो भयो होइन डेभलपमेन्ट इन्भाइरोमेन्ट कसरी बनाउने स्टेजिङ कसरी बनाउने प्रोडक्सन कसरी बनाउने त्यो कुराहरू भयो त्यो एउटा सोर्स कोड लेभलको भयो होइन हजुर अर्को भनेको अब डेभलपरहरूले हान्छ नि त प्रोडक्सन आइसकेपछि त कसरी इसोहरू आइडेन्टिफाई गर्ने क्या त्यो कुरामा नै हेल्प गर्छ क्या जस्तो कोही बग हेर्ने डिपार्टमेन्ट हुन्छ त्यो फिचरमा काम गर्ने डिपार्टमेन्ट हुन्छ होइन हजुर त्यसले गर्दाखेरि पनि इन्टिग्रेट हुन्छ क्या अब डेभलपरमाबाट आएको इस्यु हो कि होइन कहिले क्युएहरूले काम गर्न छोडेको हुन्छ क्या कहिले त टेस्ट गर्ने बेला फेल भएको हुन्छ हजुर त्यो कुराहरूलाई होइन त्यो मल्टिपल डिपार्टमेन्टको मान्छेहरूलाई चाहिँ कसरी इन्टिग्रेट गराएर चाहिँ एउटा स्मुथ साइकल अपरेट गर्न सकिन्छ क्या त्यो कुरामा चाहिँ डेभअप्सले हेल्प गर्छ क्या अनि डेभसेकअप्समा के हुन्छ भन्दाखेरि डेभअप्स त हुने भइ नै हाल्यो त्यसले एउटा स्पेसली के पार्टमा फोकस गर्छ भन्दाखेरि अब सेक्युरिटीको कुराहरू क्या जस्तो अब सोर्स कोड लाग्छ क्या हजुर हान्छ नि त होइन अहिले त अब एआई पनि युज गर्छन् गरोस् नगरोस् राम्रो ठाउँमा छ त्यसमा के हुन्छ भन्दाखेरि एउटा चाहिँ स्यास्ट भनेर हुन्छ क्या हजुर स्ट्याटिक एनालाइसिस भन्छ होइन त्यसले के गर्छ भन्दाखेरि जस्तो तिमीले केही कोड हानिरहेछौ नि हजुर त्यसले उति बेरै के गर्छ भन्दाखेरि स्ट्याटिकली त्यो सबै कोड बेसलाई वा सोर्स कोडलाई भनौँ न हजुर स्क्यान गरेर त्यहाँनिर लजिकहरूलाई चाहिँ एउटा चेक गर्छ क्या हजुर के इन्टिग्रेट गरेर ल त्यहाँनिर कहीँ के सेक्युरिटी फल्ट भएको छ कि होइन हजुर लगइन गर्दाखेरि कोही कुनै एउटा हुन्छ नि त सिक्रेट ब्याकडोरहरू मतलब कुनै डिफल्ट युजरहरू बनाइदिरहेको हुन्छ कि कहिले काहीँ चाहिँ अब अथेन्टिकेसन राखेको छ तर चेक गर्ने बिर्सेको छ कि होइन हजुर कुनै पनि युजर नेम पासवर्ड ऱ्यान्डम म्याच गरेर गइरहेछ कि होइन हजुर त्यो कुराहरू छ क्या वा कतै प्रिभिलेजेस क्रिएट भइरहेछ कि त्यो सबै कुराहरू चाहिँ त्यसले चाहिँ सोर्स कोडमै स्क्यान गर्छ भने टाइप गरिरहेको बेला क्या आई मिन सोर्स कोड लेखिरहेको बेला क्या भनेको चाहिँ स्यास्ट भन्छ क्या त्यो लाइभमै गर्ने कामहरू भयो होइन लाइभ भन्दाखेरि पनि त्यो सोर्स कोड लेखिराखेको बेला क्या सर्भरमा कुनै पनि रन नभइकन क्या त्यसको सर्भको के आउँछ भन्दाखेरि रन टाइममा क्या डाइनामिकमा क्या त्यसलाई डास्ट भन्छ क्या त्यसले चाहिँ के गर्छ भन्दाखेरि अब सोर्स कोड चाहिँ तिम्रो गिटहबमा वा तिम्रो आफ्नो ल्यापटपमा नभएर चाहिँ एउटा स्पेसिफिक सर्भरमा डिप्लोय हुन्छ क्या अन्त सोर्स कोड चाहिँ चल्न थाल्छ क्या अनि त्यहाँनिर चाहिँ जब मल्टिपल कुराहरू इन्टिग्रेट हुन्छ नि हजुर त्यसले चाहिँ डाइनामिकली चेक गर्छ क्या अब के गर्ने त होइन ल अब मैले स्ट्याटिक कोड लेख्ने बेला चाहिँ ठिक थियो अरे तर रन टाइममा जाने बेला चाहिँ अरू केही कुराले गर्दाखेरि चाहिँ त्यो सेक्युरिटीहरू कम्प्रोमाइज भइरहेछ वा केही डिफल्ट लगइनहरूले भइदिइरहेछ कि होइन त्यो कुराहरूलाई चाहिँ डाइनामिकली चेक गर्छ कि त्यसले डास्ट भन्छ त्यो कुराहरू चाहिँ पर्छ कि डेभसेकअप्समा ठिक छ दाइ त्यसो भए अनि जुन चाहिँ त्यो जुन चाहिँ क्युए भन्छौँ हामीले क्वालिटी एस्युरेन्समा उनीहरूले चाहिँ सेक्युरिटीसँग रिलेटेड केही काम हेर्छ कि हेर्दैन लाइक केही फिचरहरू यस्तो हो अब अर्गनाइजेसन हेरेर हुन्छ कि सानो अर्गनाइजेसन छ भने के हुन्छ भन्दाखेरि क्युए डेभअप्स होइन हजुर यिनीहरू मोनिटरिङ गर्ने टिमहरू हुन्छ नि त हजुर हजुर त्यो एउटै हुन नि सक्छ है अर्गनाइजेसनको साइजहरू हेरेर अनि अर्को के हुन्छ भन्दाखेरि ठुलो अर्गनाइजेसन छ भने जेनरली चाहिँ क्याटेगोराइज गरेर राखिदिएको हुन्छ क्या ल
एउटा मोनिटर गर्ने छुट्टै हुन्छ होइन हजुर त्यसको सेक्युरिटीहरू गर्ने अडिटहरू गर्ने होइन त्यो कम्प्लायन्सहरू राइट तरिकाले मिट भएको छ कि छैन किनकि एकचोटि कम्प्लायन्स फेल भयो वा डाटा कहीँ लिकेज भयो भने त्यो यति हेभी फाइन हुन्छ कि अर्गनाइजेसन नै बन्द हुन्छ क्या त्यही भएर चाहिँ एकदमै फोकस गर्छ अनि क्युएले जस्तो के गर्छ भन्दाखेरि अब अर्गनाइजेसन हेरी हुन्छ है जस्ट त्यो दुईवटा टेस्टहरू जेनरली गरेर हुन्छ कि युनिट टेस्ट र इन्टिग्रेसन टेस्टहरू गरेर हुन्छ हजुर त्यहाँनिर चाहिँ अलरेडी एउटा स्क्रिप्टहरू होइन कतिपय टुलहरू हुन्छ कि ठ्याक्कै जब हाम्रो पिआरहरू जब ओपन हुन्छ नि त जस्तो के हुन्छ भन्दा जस्तो तिमी र म डेभलपर छौँ अरू पनि धेरै डेभलपर हुन्छन् होइन डेभलपरमा पनि डिपार्टमेन्ट हुन्छ क्या अब कोही के हुन्छ भन्दाखेरि डेभलपरहरू पनि एउटा फिचरमा काम गर्ने हुन्छ अर्को बगहरूमा गर्ने काम हुन्छ अब फिचरमा पनि के हुन्छ भन्दाखेरि 3-4वटा फिचरमा काम गर्ने छुट्टी टिमहरू हुनसक्छ क्या अनि किवेले के गर्छ भन्दाखेरि जब सबै कुराहरू मर्ज हुन्छ नि त्यहाँनिर चाहिँ तिनीहरूले टेस्ट गर्छ कि ल अब उनीहरूले गरेको चेन्जेसहरू मर्ज हुँदाखेरि एक ठाउँमा जोडेर रन हुँदाखेरि चाहिँ हाम्रो सर्टेन कुराहरू मिट भइरहेछ कि छैन फङ्सनालिटीहरू सोचेको जस्तो काम गरिरहेछ कि छैन त्यो कुराहरू चेक गर्छ क्या क्युएले त्यति गर्छ होइन अनि कति ठाउँमा के हुन्छ भन्दाखेरि चाहिँ अब डेभलपमेन्टको लागि एउटा सर्भरहरू छुट्या हुन्छ क्या स्टेजिङको लागि एउटा छुट्टा हुन्छ अर्को प्रोडक्सनको लागि जहाँनिर चाहिँ एक्चुअल क्लाइन्टको रिक्वेस्ट आउँछ क्या त्यहाँनिर त्यस्तै तिन चाहिँ छुट्याएको हुन्छ अब के हुन्छ भन्दाखेरि अब कतिपय ठाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि म्याक्सिमम् ठाउँमा डेभलपमेन्ट स्टेजिङ प्रोडक्सन हुन्छ डेभलपमेन्टमा चाहिँ डेभलपरहरूले एकदम डेली बेसिसमा जे पनि ऱ्यान्डम हिट एन्ड ट्रायल भएर चाहिँ मर्जहरू चाहिँ चेन्जेसहरू चेक भइरहेको हुन्छ त्यहाँबाट डेभलपमेन्टबाट स्टेजिङमा लिन्छ स्टेजिङमा के गर्छ भन्दाखेरि एउटा छुट्टै ब्रान्च बनाएर त्यो कोडलाई चाहिँ लगेर क्युबेले चाहिँ एउटा छुट्टै इन्फ्रामा पनि चेक गर्न सक्छ कतिको ठाउँ हेरी कसैले चाहिँ अब लिड छ भने चाहिँ उसले आफ्नो छुट्टै एउटा त्यो मर्ज भएको कुरालाई चाहिँ एउटा ब्रान्च बनाएर चेक गर्न सक्छ क्या त्यो कुराहरू ठिक हाम्रो गफमा हामी अलि धेरै अगाडि आएछौँ दाइ यहाँ भ्यूहरू यस्तो राम्रो देखिन्छ चेक लेभलमा ल डेभलपमेन्टले ओके गर्छ क्या हजुर त्यहाँबाट त्यो कुराहरू पिएमहरूले होइन क्युएहरूले अर्को टिम लिडरहरूले पनि हेर्छ क्या इभन पिएमहरूले पनि चेक गर्छ नि ओके भयो कि भएन क्या यतातिरको भ्यू दामी आउँछ तर पात पतिङहरूले चेक यता हेरौँ दिस इज यति नम्बरको बाइक आउँदैछ घोडा त हुँदैन यो बँदेल हिँड्या हो बँदेल आउँछ नि यहाँ ल कति बँदेल आउँछ यहाँ सर जिगा जस्तो लागिरहेको होला आर्मीको चिफले त यहाँ त चरा पनि यहाँ त यो फुल पनि यो होइन सेतो कुरा Look at this beautiful tree. यहाँ चाहिँ हामीले धेरै नयाँ कुराहरू देख्न पाइरहेछौँ है टोटल्ली न्यू एक्सपिरियन्स Look at the tree. जना थाकिसक्नु भएको छ ओएससिपी सर हाम्रो सेकेन्डमा आउनु भइसक्यो उहाँ अन्डरटेकर हुनुहुन्छ ओएससिपी हो नि त भयो त मानसिक तनाव हुनलाई हामी त यहाँ दौडिन थाल्यो है केटाकेटी हो ल यहाँ चाहिँ अर्कै संसार छ फेरि गुड वान रहनुपर्ने रहेछ सही हो यता चाहिँ अब क्यामेरा पोजिसनिङ पनि हामी कति आशहरू बोकेर यसो डाँडा चढ्दैछौँ कति आशहरू छ हाम्रो होइन यसरी ढुङ्गामाथि ढुङ्गा सबै विश्वासका भरोसाहरू हुन् तर यति आश गरेर हामी बस्दा बस्दा साथीहरू आएकै छैन अहिलेसम्म हेर्नु त साथीहरू आएनन् कि दाले साह्रै गाह्रो भयो जस्तो छ खानेकुरा छ खान मन लाग्दैन किनभने हाम्रो मन धेरै फराकिलो छ क्या ठुलो छ साह्रै गाह्रो भयो जस्तो छ धेरै आँतिनु हुँदैन गाइस भन्ने मान्छे त होइन तर गाइस भनिरहेको छौँ चिलमा टुकुर टुकुर हिँडिरहेछौँ आडीपट्टि चाहिँ यस्तो छ है बाटो जङ्गलमा
सुई हिँडिरहेछौँ चिलमा होइन फोकसिङ अन आवर रोड आई थिङ्क अब अराउन्ड 30 मिनट जतिमा त हामी पुग्छौँ होला माथि हाम्रो आकाशजी आइपुग्नु भएको छ यो सरहरू त्यतै अड्किनु भयो जाम क्यामेराको माइनस प्लस पावरको कुरा चलिरहेको छ हेलो सुभाष दाई कस्तो लागिरहेछ हजुरलाई सुभाष दाई होइन म ए सुजन धेरै सामान बोक्नु तर सभापति हो मेरो नाम एकदमै रमाइलो आइरहेछ यो चाहिँ भारी बोक्न गाह्रो भएर मैले यो विशेष खालको एउटा त्यो यन्त्रको आविष्कार गरेको छु होइन हजुर यसरी लक्षिन टेक्न हुने यसले भारी यसरी राख्ने हिँड्ने गरेर रेडी गरेर हिँडेको होइन यसले आफैले भारी बोकिदिन्छ मैले बोक्नु पर्दैन कि मैले चाहिँ हिँड्नु मात्रै पर्यो होइन मैले लट्ठी मात्रै बोकेँ भयो नुवाकोटको पानी नै खरो के हो साह्रै खरो पानी त्यही भएर मान्छेले चिया नखाँदा पानी नै खाएर पनि हुने रहेछ है के थाहा त अनि पहिले नै भन्नुपर्छ नि त्यस्तो आज हाम्रो के अरे भ्लगको एकदम हाइलाइटेड पर्सन चाहिँ उहाँ हो किन हजुरको नाम एकदम धेरै बिर्सिन्छु नि त म माथि हेर्ने अब त याद भयो माथि हेर्ने ल सबैजना माथि नै हेर्नुभयो त त्यहाँ पनि द ब्युटिफुल ट्री राइट देयर सिकियो लाइफ लेसन या लाइफमा त्यति नभए त प्रगति नै हुँदैन नि फेरि होइन कस्तो सही देख्यो अब अलमोस्ट सकिने बेलामा ह्यान्डओभर गरेर हिँडेको डरले कोही लिन मान्दैन काम दिनमा फर्स्ट ट्रबल सुटिङमा फर्स्ट भनेर यहाँ एकजना नयाँ साधु उत्रिनु भएको छ उहाँसँग चाहिँ अब हामीले नामै आँखा बन्द गर अर्को चिरो ल नेटवर्किङको मान्छे भयो नि रिडिस्ट्रिब्युसन गर्ने बिर्सेर मात्रै हो नभए त फ्ल्याटै भइसक्यो होइन बुझेन कि उता इआइजिआरबी चलाएर चाहिँ हामी एसपी ब्रोडकास्ट हान्ने हो नि ब्रोडकास्ट हारेको त हो अब म त त्यहाँ पुरा हरियाएको थिएँ के रहेछ त्यो पछि उकालो 20-25 मिनट हो धेरै पनि होइन अनि स्प्रिङ अब चाहिँ मेरो क्लियर हुँदैछ है अलिअलि अब आज चाहिँ हामी शिवपुरी लेक आउँदैछौँ ल दिनु नि त माइक दिनु त यता ल आज चाहिँ हामी शिवपुरी लेक आएका छौँ भाइ बहिनीलाई लिएर रमाइलो भइरहेछ धेरै टन्न खानेकुरा खाइयो शान्ति पनि आएको थिइन् अनि सभापति महोदय आउनुभएको छ दोस्रोलाई राख्नुभयो त्यहाँ ओडारमा ध्यानमा राख्नु भएछ हराउनु भयो दोस्रोलाई हराउनु भयो लडेको त्यहाँ देउरालीको देउतालाई चढाएर उसले चाहिँ ब्याग बोकेको छैन हाम्रो जेन्जीलाई ब्याग बोकाएको छ दुई तिनवटा ठुलो ट्रिपमा लान्छु भनेर भने त रमाइलो भइरहेछ यसो नेपाल आएको बेलामा होइन भाइ बहिनीहरूसँग घुमौँ न भन्ने इच्छा आयो रमाइलो भइरहेछ ए डुअल उहाँ त डुअल क्यामेरामा आफू पनि नहराइयोस् भनेर खिच्दै हुनुहुन्छ भिडियो अब भेट्न पाइनँ भन्ने बोल्न पाइनँ भन्ने अनि यसरी मान्छेलाई लिएर हिँड्दैछु कि के गर्नु त सँगै हो भनेर भएको पुरै नि पुरै खिचिदिएको ल अब हामी मेरो पालो छ भ्लगिङ गर्ने हामी चाहिँ बागद्वारतिर लाग्दैछौँ बागद्वार जाँदाखेरि चाहिँ अब शिवपुरीको यो जङ्गल हिँड्न खुब मजा आइरहेछ जङ्गलमा अधिकांश एकदम बुढा रुखहरू छ
धेरै ठुल्ठुलो रुखहरू जुन हामीले प्रायः अब बाहिरी जङ्गलमा अलि देखिँदैन त्यस्ता रुखहरू पनि टन्ने रहेछ यहाँ। हाम्रो भाइहरू यहाँ यी लट्ठी टेक्दै हिँडिरहेको छन् सबैजना, उनीहरू आफ्नै गफ गर्दै हिँडिरहेको छन्। यता हाम्रो शीतल बहिनी 1 केजी सर्फ बोकेर आइरहनु भएको छ, आवाज आइरहेछ त्यहाँनिरबाट। ल यहाँ गाई गोरुको पाइला भयो, ल अझै छ यहाँ हाम्रो भर्याङ छ, सानसाना खुड्किला छ, यी गाई गोरुको चाहिँ दिशा छ जताततै देखिरहेछ। जङ्गल चिसो छ, चैत महिनामा पनि यस्तो मजाको चिसो छ कि चैत पनि के भन्नु अब त, चैतको अन्तिम हुँदैछ कि त्यही पनि रमाइलो छ, चिसो छ। एक कप चियामा डिल भयो सर होइन त, ठिक छ। Brother at our service. मलाई पनि हालिदिनु न अचार। थ्याङ्क यू। कुद्न भनेको हजुर कुदेरै जाने हो, कुद्नु त सकिन्न नि, कुद्नु पऱ्यो नि भाइ, हिँड्न सकिन्छ। गाह्रो छ हजुर। 2-3 किलोको वजन छ यहाँ बोसो मात्रै। फोकसिङ अन बोसो। बोसो चाहिँ घटाइहाल्यो है त उमेरमै, फेरि गाह्रो होला। ल हामी चाहिँ यहाँ उकालो चलिरहेछौँ चिलमा। ठिक छ नि, ठिक छ नि। आम मेरो च्यालेन्जर पो हो त। यति चाँडो थाक्नु त भएन नि। ओके, रमाइलो भइरहेछ है यहाँ एकदमै। जो कहिले कहाँ यस्तो मजा लिन सक्छ होइन, हामी जो गयो होइन त्यो लिइरहेछौँ है। हजुर पाइयो पाइयो। लु जाउँ यहाँबाट। हामीसँग चाहिँ आज अलिकति कम नै टाइम छ, बिकज हामी चाहिँ यहाँबाट जानुपर्छ घर। एट द मिड अफ सेसन अब यस्तो सोच्नु त हुँदैन घर जाने भनेर, रमाइलो गर्नुपर्छ। बट अहिलेलाई चाहिँ हामी सरासर है माथि लागौँ। ल बाटो दामी छ, दामी। जे कुरा खोज्न त्यो कुरा पाइन्छ स्योर नै। इफ यु वान्ट पिस देन डेफिनेटली यु विल गेट पिस है त। यहाँ चाहिँ यस्तो काइन्डको रुखहरू पनि पाइन्छ। भित्र हिँड्ने हो भने चाहिँ लगभग सबै हलो स्ट्रक्चर नै हुन्छ है। डिङ्गोटा लगाएर अब त अरूलाई ढोग्नुभन्दा आफ्नै हातबाट समातेर ढोग्नु कि लखतरायण भएर। लखतरायण बाबा प्रेममा बाइक रेसमा आएपछि देखिया एक्टिभ मान्डु अरे पछाडि हेर्नु न, पेम्बा तामाङ हेर, तामाङ पेम्बा पो रहेछ। आमा बुझाउने पऱ्यो उमा पासपोर्ट भन्ने यो बिस्तारै आउँछ होला है। स्टेप लियो त है।
यहाँ सबैजनाको यस्तो इजी हाइक पनि मान्छेलाई गाह्रो हुन्छ त्यही भने है वान अफ द इजिएस्ट हाइक होइन नो शेर्पा नो अक्सिजन नेक्स्ट K2 सिधै नेक्स्ट पिक भनेर पिकै जान्दैछ वान अफ द इजिएस्ट हाइक थाक्दा पनि थाक्दिन त हुनुपर्छ भन्छ भन्नुपर्छ बेलुका निकाल त सबलाई माथि पुगिन्छ हर हर महादेव ओम पार्वती पते हर हर महादेव के को कुन लिएर थियो मैले यो छत्रपति के थियो आइम हजुर त्यही त भएन है भएन यस्तो त्यही त के को आफू त पल्टने परियो हो खुट्टा बजाएर साथै आइसक्यो हेर न आइसक्यो हेर न त्यो निलो धरतीलाई हेर आकाशलाई हेर दौड्यो दौड्यो आयो है आयो आइपुगेन ल सिट केटाहरू आयो भनेर ल यो चाहिँ अब हाम्रो ल फाइनल स्टेप छ एन्ड पुग्न लाग्यो भन्दैछौँ तर पुगेको त छैन है हामी कतिचोटि पुग्न लाग्यौँ रे दाइ धेरैचोटि पुग्न लाग्यो त्यो खाली ठाउँ पुग्यो आकाश देखिरहेछ भन्नु न केटाहरूको मोटिभेसनै आकाश छ आकाश टिप्न नहुने टिपेर के गर्ने है 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 ल यही हो पिक के छ यहाँ होइन श्री गोविन्दानन्द भारती शिवपुरी बाबा समाधि 2019 1826 यति नै हो ए बागद्वार चाहिँ त 20 मिनट रहेछ त होइन यता देखाइरह त फेरि बागद्वार त बागद्वार यतापट्टि चाहिँ हो र हजुर हो सही देखिरहेछ हौ उता त यो उमेरमा त फलामको चिउरा चप्पिने कुरो हो क्या तपाईँलाई अलिक गाह्रो होला मलाई के गाह्रो अलिकति बुढो हुनु हो म जेन्जी भन्दा माथिको हो त्यति फरक हो केही छैन अलिकति होइन अलिकति फरक छ स्लाइटली अफ ट्र्याक भएको मात्र सर म हिँड्छु भाइ दैनिक हिँड्छु यो ए हो म दैनिक हिँड्छु नि दैनिक अहिले यहाँ हजुर अनि त टोखामा गएर एक्सर्साइज गर्ने गरेको छैन ए तपाईँ टोखा आउनुहुन्छ आउँछु त दिन आउँछु त म युट्युब च्यानल छैन म यतिकै भिडियो रेकर्ड गर्छु अनि आफैले एडिट गर्छु राख्छु अनि आफ्नै प्राइभेटमा राखिरहेको हुन्छ त्यस्तो उता गर्दिनँ कता हाम्रो यतै हो र यतै हुनुहुन्छ ए यतै हुनुहुँदो रहेछ ए यहाँ भराङ्गै रहेछ यार आहा ए म त हिमाल पो देखिदिइरहेको हिमालय हो
सिपुरीको हाइटमा उता हेर्दै मुखमा ल्याएर खिच्छ त्यति त हुनु पर्यो नि लु जुम अब चप्पल आम तपाईँहरू फोटो क्लिक हान्दै गर्नु ए अझै माथि कामै छ हामी कुवा सर्बो हेर्दै गुल्टिन त पाइयो चोट चाहिँ खान पाइएन है जवान होइन यार तिम्रो फेस त अलिकति देखाउनु पर्छ यार मेरो त झन् केही पनि प्लानिङ नि थिएन हेर हिजो एक्कासी इमिडिएटै भएको यति हो यो फाइनल सिडी हो सक्यो होइन त्यसपछि पिक आयो उनीहरूको डेस्टिनेसन पिक हो नि त के अरे भ्यू अघि त हिमाल त्यो पहाड चढेको थियो त त्यहाँ अघि त्यत्रो हिमाल देखे उ देखे काठमाडौँमा कसरी भ्यू हैन भाइ विष्णुद्वारा अहिले गएर काम छैन पानी छैन नि त त्यो अनुसारको हुँदैन यता नागी गुम्बा चाहिँ गए हुन्थ्यो झन् त्यहाँ चाहिँ मजा हुन्थ्यो नागी गुम्बा चाहिँ अलि शान्त हुन्थ्यो त्यहाँ चाहिँ ध्यान गरेर बसिरहेको हुन्छ है मान्छेहरू एकछिन रेस्ट गरेर यसो एनर्जी निकाल अनि जाऊ कि ओह्रालो छ अहिले पनि यहाँबाट त्यहाँबाट नि ओह्रालै हुन्छ ओ हिमाल त सही देख्यो यार सरहरू हिमाल हेर्नु बस्नु भयो जस्तो छ नि त वान आज बाटोसँग ट्याक्सी त आउँछ नि उताबाट ट्याक्सी कहाँ निकुञ्जभित्र ट्याक्सी छिराउ पनि दिँदैन नि यतिकै ओके म चाहिँ श्री गोविन्दानन्द भारती शिवपुरी बाबा जन्म चाहिँ 1882 मा भएको रहेछ विक्रम सम्वतमा हेर्ने हो भने अनि त्यसपछि 1826 हाम्रो एडीमा आफ्टर डेथ फिजिकल मोरल एन्ड स्पिरिचुअल डिसिप्लिन ठिक छ मैले नि सुने जस्तो लाग्यो है ल आज चाहिँ हाम्रो शिवपुरी पिकको ट्रिप सक्यो अब भोलिबाट चाहिँ फेरि पढ्न बस्नुपर्छ ल ज्ञानी भएर ए अझै पनि डे वानमै छु नि सबनेटिङ भर्खरै सुरु भएको थियो हाम्रो यसो भिएलएसएमको डेफिनेसन भन्दै हुन्थ्यो ठ्याक्क अनि त्यहाँ पुगेको थिएँ उहाँको धेरै पुगेँ होइन भर्खरै 5 घन्टा पुग्यो ल म पनि अलिअलि पेल्न थाल्छु दाइ अनि एक दिन भेट्नुपर्छ है हामी फेरि तपाईँ अलि फाँडी नै हुनुहुन्छ होला मेरो बुझाअनुसार त्यही हो दाइ त्यस्तै हो यहाँ फाइनली फेरि बाबाको हामी चाहिँ बाबाको आश्रम लिएर फेरि आइपुगिसक्यौँ होइन अनि त्यहाँ चाहिँ हाम्रो शिवलिङ्ग छ त्यहाँ आगो त अझै पनि निभेको रहेनछ मजा भइरहेछ है अब हाम्रो शिवपुरी बाबाको आश्रममा यसो एक झलक दिन्छौँ अनि त्यसपछि म चाहिँ आज यहाँबाट
सिफ्टिङ हुन्छु भन्ने मलाई लागिरहेको छ एकदम आनन्दको छ है वाउ मजा आयो सही हो जति हिँडिसकेँ अब म्याक्सिमम् 30 मिनट जति लाग्छ म झन्डाएर है लुक म चाहिँ यहाँबाट फर्किरहेको छु कति टाइम लाग्छ होइन जे भयो नि धेरै टाइम चाहिँ लाग्दैन होला है यहाँबाट आउट हुन लागिसक्यो जस्तो लाग्यो अलिकति बाटो त छ किनकि यो बाइक आउने बाटो नै हो होइन बाइक यतातिर ल्याएर राखेको भए चाहिँ मलाई त्यति साह्रो झ्याउ हुन्थेन होला तर अझ पनि त्यस्तो झ्याउ चाहिँ भएको छैन है मलाई सबै कुरा फाइनल आइरहेछ नथिङ इज ब्याड अनि अब यहाँबाट धेरै मिनट होइन अब 30 मिनट जति म्याक्सिमम् अनि विदिन 30 मिनट स्योर I will be out of this jungle. Right? If any one of you want to test your strength, then you should definitely walk in this type of trail. Right? म चाहिँ के भन्छु तपाईँहरू यस्तो ट्रायलहरू चाहिँ भिजिट गरेर राख्नुपर्छ है रमाइलो ट्रायल एकदमै लेट्स गो अब एक्लै भेटेको के भयो सानो के भयो भन्छन् नि बाटोमा हिँड्दै गर्दा फेरि सारथी पाइन्छ त्यो पनि पप्पी भनेर वान अफ द क्युटेस्ट के भयो आऊ जाने हो आऊ अघि ऊ पनि कसैले साथी दिएको थियो होला ए यहाँ छ आऊ अब मेरो त ठाउँ आइपुग्न लाग्यो नि त सानो अब तिमी फेरि एक्लै कहाँ फर्किन्छौ यति राति आऊ उता सिटी सही देखिरहेछ एक्लै भयो मेरो बाटो यता छ आऊ न जाने भयो आऊ हजुर ए भन्छ नि होइन जङ्गलमा एक्लै हिँड्दै हुनुहुन्छ भने चाहिँ देयर विल बी अ फ्रेन्ड भनेर एन्ड लुक I've got him one of the loyal and what happened I don't know what he's just trying to say fine let's move मलाई जहाँसम्म लाग्छ ऊ भोका छ अनि मसँग खानेकुरा छैन के मेन कुरा त्यो समस्या भयो इफ खानेकुरा भएको भए चाहिँ त्यो समस्या हुन्थेन भन न हरे कृष्ण if you believe in God this creature will surely help you out to be out of danger if I don't know if I'm in danger or not but he's helping me and it's going to be dark I think मलाई उलाई लग्नु त मन लागिरहेछ हैन बट अब मैले उलाई लगेर के गर्ने तल लगेर I don't think I can provide him food like if I get a shop or anything then I can definitely help him out to have a food for helping me but I don't have anything to give him so maybe I will feel so bad after he took me there यो पपीले मलाई हैन मेरो पपीको याद दिलाउँछ के लाइक जुईको उसको कान र मेरो पपीको कान सेम छ सेम टु सेम ल इट्स 5:57 राइट नाउ एन्ड म अहिले मिड अफ नोवेयर जस्तै नै छु भनौँ आई थिङ्क म पुग्न चाहिँ लाग्यो है अनि अझै पनि 10 मिनट जति त लाग्छ जस्तो छ पपी मसँगै हिँडिरह थ्याङ्क यू सो मच पपी I hope I will help you back for helping me guiding through this road है
त्यस्तै हुन्छ कि हामी चाहिँ हाम्रो आइपुग्यो आई डोन्ट नो पप्पीलाई कसरी बाई गर्ने आइ एम भेरी थ्याङ्कफुल टु यु पप्पी है मेरो चाहिँ यहाँ छ बाइक हाम्रो चाहिँ बाइकहरू यहाँ राखेको थियो मेरो इमर्जेन्सी परेर जानु लागेको हो नि त ठिक छ ओके नाम हियर है अनि लुक एट द भ्यू म चाहिँ मेरो बर्थडेसँग छु अनि पप्पी पनि यहाँसम्म आएको छ मैले चाहिँ के सोचेँ भन्दाखेरि यहाँबाट अलिकति तल चाहिँ उत्यो घरबासम्म चाहिँ पप्पीलाई खाना दिन मिल्ने खालको पसल जस्तो के छ जस्तो लाग्थ्यो दिउँ भनेर चाहिँ म यहाँबाट हिँडेको खोइ आई डोन्ट नो कसरी अब मलाई माया लागिरहेको छ उहाँ तल पुऱ्याउनलाई पप्पीलाई अब के गर्ने कि धर्म सङ्कटै पारिसक्यो मलाई के भन्नु ठिक छ अब जान्छु अलि तल पुग्छु अनि म फेरि भिडियो बनाउँछु